समयको एउटा पान्ना पल्टिएर फेरि अर्को पान्नाको सुरुवात भएको छ। 2082 सालले कति रुवायो होला, कति हँसायो होला अनि कति धेरै कुराहरू सिकायो होला। ती सबै अनुभवहरूलाई एउटा मनको कुनामा सँगाल्दै र सजाउँदै नयाँ आशा र नयाँ सपनाका साथै 2083 सालको आँगनमा पाइला राखिएको छ सबैजनाले। बाटोहरूमा कठिनाइ होला नि, तर गन्तव्य चुम्ने साहस सबैजनाले राख्नु होला। कसैको साहसमा कमी नआओस्। र तर मेरो परिवार, मेरो फ्यामिलीसँग जोडिनु भएको र मेरा इष्टमित्र चिने नचिनेका सम्पूर्ण साथीहरूलाई नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। र यो वर्ष सबैको ओठमा मुस्कान र मनमा शान्ति छाओस्। कहिलेकाहीँ सोचेको जस्तो जिन्दगी तर नसोचेको सफलता पाउनु, कहिलेकाहीँ सोचेको जस्तो जिन्दगी हुँदैन तर नसोचेको जस्तो सफलता पाउनु नै वास्तविक खुसी हो। बितेका वर्षहरूमा जे गुमाएँ जे पाएँ सबै कुरा स्वीकार्य छ। एकपटक प्रमाणित गर्ने सङ्कल्प गरौँ होइन। पाएको कुरा ठिकै छ, नपाएको कुरालाई फेरि प्रयास गरौँ। काँटाहरूको बिचमा पनि फुल्न सक्ने साहस मिल्ने छ भन्ने विश्वास छ। मेरो पसिना र मेरो मेहनतले परिवारको मुहारमा खुसी ल्याउन सकु भन्दै सबैजना हिँड्नु होला। नयाँ वर्ष 2083 पुरानो वर्ष 2082 ले अधुरै बनाएका हाम्रा सपनाहरू नयाँ वर्ष 2083 ले सम्पूर्ण सपनाहरू पुरा गरून्, मेरो र हाजिराहरूको। बाई। नयाँ वर्षको धेरै धेरै शुभकामना छ होइन। अब हजुरहरू त घुम्न जानुहुन्छ होला, रमाइलो गर्नुहुन्छ होला, आफूले जानु पाउँदैन, एक्जाम छ होइन। अब मेरो एक्जाम छ, मेरो बहिनीको एक्जाम छ। दुइटैको चाहिँ नयाँ वर्ष चाहिँ एक्जामको सुरुवातदेखि छ। जिन्दगीको महत्त्वपूर्ण एक्जाम मेरो बहिनीको 12 एक्जाम हो भने मेरो थर्ड इयरको एक्जाम हो होइन। मेरो भन्दा बढी स्पेसल एक्जाम चाहिँ मेरो कान्छो बहिनीको। सबैको प्लेस मेरो कान्छो बहिनीलाई लाग्छ होइन। किनकि एउटा जीवनको महत्त्वपूर्ण गेट हो त्यो भनेको, त्यहाँबाट माथि भनेको अब आफूले सङ्घर्ष गर्ने हिँड्ने गेट हो होइन। त्यतानिर चाहिँ मेरो बहिनीलाई कहिले पनि ठेस नलागोस्, सबैको आशीर्वाद मेरो बहिनीलाई लागोस्। हामीले जे आशा गरेको छौँ आजसम्म बहिनीले पुऱ्याएको छ, 12मा पनि पुगोस्।